गाइस यो हाम्रो पहिलो भिडियो र पहिलो भिडियो हामीले राम्रो कर्मबाट सुरु गरौँ भन्दै हामीले क्रेजी भिडियोको ठाउँमा चाहिँ 50 वटा गाउँमातालाई खोजेर खाना खुवाउने च्यालेन्ज लिएर आएको छौँ। हेरौ त के हुन्छ, लेट्स गो। सबै बाइकहरु दियो हैन, बाइकहरु सब सेट भइसकेको छ। यता टुटु दाइले पनि लिएर आइसकेको छ हैन। अब सब्जी किन्ने, आलु लिने अनि के खाने केटाहरु? आलु केटाहरु यसो ए गाइस आउने त ल त टिचर ल जाम है त ल अब सेट भइसक्यो त हैन। अब जाने हैन त ल हामी निस्के भइ त ल जाम 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 जाम। गाइजहरु अब हामी शपिङ गर्न जाने छौँ। गाइहरुलाई शपिङ गाउँमाता वी आर कमिङ, लेट्स गो। मजा आइरहेको छ टुटुमा हिँड्न चाहिँ। आ केटाहरु सुतेर बसिरहेको घर बिहान बिहान हिँड्नु त रमाइलो हुँदो रहेछ त। यो भाइब तिमीले छोडेको गाइजहरु, यो भाइब यो रमाइलो। हामी मन्डीमा आइसक्यौँ। खतरा भिड छ त मन्डीमा, रमाइलो लाग्छ। अब खतरा शपिङ हान्ने पैसा, लेट्स गो। भिडभाड छ, बिहानको समय हो नि त। अनि त्यो भएर अब सबैले सब्जी किन्ने, पसलको लागि, घरको लागि, उसको लागि हैन। कसैले बेच्नको लागि लिएर हिँड्दै हुनुहुन्छ। माहौल देखाउ त्यस्तो यताउता। केटाहरू त्यहाँ वेटिङ गरिरहेछ। चस्मा लाएर हिँड्न मजा आइरहेको छ बिहान बिहान। जबरजस्ती ह्यान्डसम हुँदैछु म यहाँ चाहिँ। चाहिन्छ नि आइडिया छैन कि हामीलाई, फेरि खाना मात्रै आउँछ। त्यस टन्न भोर्नी हो। ए मन्जुल, वेयर आर यु? कम हियर म्यान। गाई भन्दा पहिला म खान्छु, त्यसपछि गाईलाई सेवा गर्छु भने पहिला आफू बाँच्नु पर्यो। कल खाएगा त्यस्तो गरेर हामी अब हामी चाहिँ लिन जाने होइन साथी। कहाँ लिन जाने भन्ने कुरा चिनेको छ? दाई खोज्दै होइन अब यस्तो के, फेरि नेपालको बानी, फेरि मनी टक्स। A few moments later. मैले खाने एक्लै खाने हो गाइजहरु ल। जय गाई माता। खाने पो अलिअलि बाँच्नु पर्यो। तिमी क्यामेरामा हरेक लोभी देखेको साथी, के भन्न चाहन्छौ? म जाने नस्ता खानु पर्यो न। एउटा ग्रुप लोभी हैन, मान्छे लोभी नै हो। एउटा ग्रुपमा एउटा कामचोर हुन्छ नि, त्यो कामचोर हो क्या मान्छे चाहिँ। साथी राम्रो काम गरेछ है, एनर्जी चाहियो नि त। कति ठिक होला आलु सालु, अब अरू मिसाउने हो ठिक हिसाबले हैन। सिङ दिने सानो छ कि त्यो दाइले देखाउन चाल्यो, टक टक सिधा दिन सजिलो हुन्छ क्या। कति ठिक होला? 10 केजी तल 10 केजी छ त दाइ। उता दिनु त पैसा 400 कि 450 भन्दैछ मान्छेको। पैसा त पानी जस्तो गर्छ। गोपी हालिसकेको छ। गाईले त जति खाए पनि नि के अरे खाएको खायो। गाईले दिनभरि खाऊ, गाई अगाउनु न स्टक हुन्छ अरे क्या। यो गाईलाई होइन आफूले बार्गेनिङ गरे जस्तो लाग्छ तिमीहरूको पारा हेर्दा मलाई। के भन्न चाहनुहुन्छ त? केही भन्नु जान्दैन। राम्रो काम गर्दै जानु यस्तै हो। चिन्ने मान्छेले चिन्दै गर्छ। दाइले मिलाएर दिँदै हुनुहुन्छ है त। ल अब के होला जस्तो छ है त। ल दाइ थ्याङ्क यू दाइ। ल ल ल जाम 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 गरेर जाम जाम चलो। गाजर ठिक छ, के भएन बन्दा अरू भेराइटिज खाऊँ न। अलि भेराइटिज भएछ न। पक्का यो के भन्छ ल, बन्दाकोपी खाने ल्याइदिने भन्ने कुरा भयो। दाइ कति हो यसमा चाहिँ? मिलाउनु पर्छ दाइ अब हो। ल दाइले 55 आउनु मिल्दैन दाइ। दाइ भगवान भरोसा, दाइसित बोल्नै भन्नै हो धेरै। खाना खानु त दाइले धपाइदिन्छ। हेलो राम्रो छाना त यो। खास मन्दिरले हामीले छाना बोलाउनु पर्ने रहेछ क्या। सोल्टेको खाना बेच्दै थियो नि त। अलिअलि गाई त यही मन्डीले पालिरहेको छ। होइन मन्डीबाट यहाँ पनि धेरै बचेकोहरू त हामी चाहिँ अलिक बाटोमा खोजेर दाइ आउँछन् होइन, नआउनुलाई पनि। अझै क्याच गर्नुहुन्छ 1 दाइ भत्तर खान्छ अब। दाइ कति दिनु पर्यो दाइ? नास्ता खाने पैसा नै गयो सबै। केही छैन, राम्रो काम गर्दा राम्रो सोच्नु। कहाँ छिरायो तिमीले? निकाल्दैछ है बाहिर। यही हुर्केर बस जस्तो गर्छ। ए चिनेको भएर हो गर्छ के धन्नु एक्सिडेन्ट। करा कति दर्जन चाहिन्छ हामीलाई? हामीले चाहिँ खास गाईलाई चाहिँ 50 वटा गाईलाई चाहिँ खाना खुवाउने च्यालेन्ज हो हाम्रो चाहिँ आज। हजुर पनि रेकर्डमा आउनु भएको छ होइन। हजुरले मिलाएर चाहिँ हामीलाई अब अरू पनि लिन्छ। हामीले बन्दाकोपी यताबाट लिन्छौँ। अरूहरू केरा चाहिँ 50 वटालाई ठिक 2-4 वटा 2-2टा त हुनु पर्यो नि।
50 वटा खुवाउने च्यालेन्ज हो एउटा गाडी भयो कति पर्यो भन्नु नि 500 त सकियो त किन्दा किन्दा 400 आमा यस्तो माया गर्न दाइले नि लास्ट सपिङ यसरी भेली पनि लिन जान चाहिँ ल धेरै धन्यवाद है त ल मिलाएर दिनुभएको छ हामीले राम्रो काम गरेछौँ भनेर केरा ले लो मन्जुल केरा नाम है मेरा इक्कू हटेला खाएगा केला खाएका केला ए चोर 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 भयो यो हन्टिङ चोर भइसक्यो त हालिहाल्नु पर्ने हो चाहिँ दाइ नभाग्नु है लगानी धेरै भने दाइ जाँदै हुनुहुन्छ क्यामेरामा हाई भनेर जानु त क्यामेरामा हाई भनेर जानु है ल भाइ भन्न चाहिँ दाइले सक्यो अब हामी चाहिँ सिधै प्याकिङ गरेर चाहिँ अब बान्ने चाहिँ जान्छौँ मन्जुल ए रोको मन जाने हो क्या मलाई थोरै हिँड्ने छोड्लियो के प्रतिशतलाई बनिरहेको छ केटाहरू त्यहाँ त्यही लेखेको थियो त्यहाँ रिभर काट्दै थियो जेसी हो जेनजी लेखेको थियो यस्तो हुन्छ कि नेपाली गाउँदै भएछ के गर्नु लाग्यो हामीले यसरी गाईलाई गाईलाई लगिल नबन्नु जानु त चिच्चेर खै त चिच्चाएर भन्नु पर्यो नि गाईलाई खाजा भनेपछि भन्नु बनाएको उता हेरेर बना लाइक गर्दैछ हाम्रो चाहिँ अब सब सेट भइसकेको छ होइन अब हामी सब बनाइसकेको छौँ भाइले चाहिँ अब गिम्बल लिएर अब यहाँ अलिकति टेक्निकल इस्यु आएको भएर चाहिँ भाइ के भन्न चाहन्छु भाइ नमस्ते नमस्ते ल भाइले त्यो भन्दै भाइ त कामतिर लाग्दैछन् अब यहाँ हामी खतरा बाबु यहाँ हेर त हन्टिङ त यहाँ भन्छ छोटा गाईले देखाएको छ छोटा गाईलाई मिठो भन्छ के गर्नु लाग्यो हामीले गौ मातालाई भोजन खुवाउन गौमातालाई खान लाग्यो टिकामाला घरको परम्परा चल्यो गौ मातालाई आमा विदेश जाम क्या म विदेश नलाम क्या मम्मी यसमा बधाई छ छोरा। धेरै धेरै राम्रो काम गरे अझै धेरै राम्रो काम गरे छोराले सदैव राम्रो काम गरे आउने सालमा एकदमै राम्रो अझै राम्रो काम गरे बाबुले यति भएपछि कसो अब मम्मीहरु कन्टेन्टमा हेर्ने कुरै भएन नि मम्मी वाला कन्टेन्ट आयो नि त अब धेरै ल भयो ल मलाई धेरै धन्यवाद हजुरलाई तिम्रो सबै एकदम घनिष्ठ साथीहरु राम्रो राम्रो काम गर्नुमा छ ओम मम्मीले आफ्नो कन्टेन्ट सिराउनु भएको छ के यसमा सधैँभरि साथ दिनु कन्टेन्ट सिराउनु भएको छ सधैँभरि राम्रो होस् भगवानले रक्षा गराउन् यस्तो राम्रो टिका लगाएर हामीले सुरु गर्दै छौं कसो भ्युज आउन र अब भगवानले दिनु पर्छ अब त एकदम हो नि मामा हाम्रो सानो डन चिन्ता नाति काला लाग्यो बाबा हामी गौ मातालाई खाना खुवाउन भिजनबाट खोज्नु पर्ने भयो एक्स भिजनबाट चलो केटाहरु चाहिँ नास्ता खाएको भएर सब ओलास्स भइसकेको छ अघि जो जागा छुट्टै थियो खाली पेटमा ल पहिलो गाई भेटेर आएको थियो त पहिलो गाईले म खादै हुनुहुन्थ्यो गौ माताले यता दिदीले पनि दिदीलाई द्याउँदा दिदीले भर्खर खान दिनु भएको दिदीले राम्रो काम गर्नु भएको छ है त भर्खर दिदीले भात दिनु भएको छ अब हामीले छुट्टै लिएर आएको छ है त मम्मीले ल्याउनु भएको छ मम्मी ल हालिदिनु त ल बाबु ल तर हालिदिनु न खाइराख्नु भएको छ खाँदिनु नि त एकछिन त हैन गौ माताले इग्नोर हान्दैन चाहिँ हामीलाई पहिलो गौ माता तिमी यसो हेरेर आउ त यसो गौ माताले नि के भन्नुभयो भन्दाखेरि सब्स्क्राइबर बढाएर बल्ल बाल दिन्छु भन्नुभयो जस्तो छ गजब बेइज्जती है अघि सबै त्यही पहिलो चाहिँ है हामीले गौ मातालाई खोजेर खुवाइसक्यौ मम्मीबाट सुरु गरेको छौ हैन मम्मी अहिले जान्छु भन्दै मम्मीले रमाइलो लागिरहेको छ अझ जान्छु भन्दै हुनुहुन्छ हैन अब हामी सेकेन्ड गौ मातालाई खोज्दैछौ हेरौ है त के हुन्छ मन्जु एक्साइटेड हो नि गौ माताले हन्टिङ गर्दै हुनुहुन्छ ए हेर्नु त्यो आफै गएको थियो ल गौ माताले अब खोज्दै हुन्छ के खाने अब हामी स्पेसल खाना दिन्छ गौ मातालाई है त ल खुवाउने हो के हुन ल खुवाउ छिटो यो खोलेर यसो भाजा खुवाउनु म खानु न के सिनेदेन हैन ठिक छ गौ माताले आज छोराले आज फलफुलहरु तरकारीहरु ओम गोब्बे नमा खाउँछ गोबी दिएर गोब्बे नमा भन्नु छ मम्मीले ओम गाजर आएन म ओम गाजर नमा ओ अर्को गाउँमा त भाइसक्नु जाउँ लिएर भाग ल दौड ल भाग तेरीको पुर्दै मेरो हातबाट त ल भोकाको रहेछ न 1 2 3 भन त
1 2 3 हो 3 वटा हाम्रो भइसक्नु भएको छ। अब हामी 4th मा हिँड्दैछौँ। अब कता खोज्ने भन्ने कुरा हो। अब हामी यो साइडतिर जान्छौँ है त। 50 वटा गौमातालाई खुवाउने च्यालेन्जहरुमै त के हुन्छ ल। यो चाहिँ अझै एउटा 4th गाई हैन त? 4th हैन त? ल त 4th गाईलाई गौमाता स्न्याक कतिवटा बिछन्? 4th गौमातालाई हैन? चौथो चिन्तामा पर्यो नि यो। यो मन्त्रीको भागबाट पार्नुपर्छ जस्तो छ है। मन्त्रीको हातबाट शुभकामना भन्नुपर्छ ल। कोले खान्छ अलि बाटोमा भयो जस्तो भन्छ। ठिक छ अब के सब भ्याइन्छ अनि त्यो सफा गर्नुपर्छ हामीले अब सफा गरेर अनि प्लास्टिक त छोपै प्लास्टिक फ्याँक्नु हुँदैन। प्लास्टिक घर लिएर जाने हो बाहिर फ्याँक्ने होइन फोहोर गर्ने होइन। बस न तिमी बस न बस खुवाउन पनि आउँदैन तिमीलाई। सानो मम्मीबाट पिट्नु भन्यो तिमीलाई। घरि पिटे घरि यो करोडको डाइरी करोडको डाइरी चुड्दैछ। पिटे गरेको यस्तो छोपेर उइमा खस्दै जाममा हाने मजाले खाइराख्नु हुन्छ गौमाता इन्जोय हान्दिन्छ। घाम पनि लाग्छ दामी। गौमाता 4th गौमाता होइन? 4th गौमाता के भन्न चाहनुहुन्छ? डिस्टर्ब नगर वाङ ऐसा क्वाङ वाङ अरु नभन्ने अरे। I'm dangerous. निसाको त्यो राइन खान सजिलो हुन्छ कि भन्ने भएर भेली पलिन थाल्दैछ है। हाम्रो पलिन थाल्दैछ टोक्रो नै भएन के त। उहाँसित 5 वटा भयो। 50 वटा पुऱ्याउनु त अब कतालाई पुग्छ थाहा छैन हामीलाई। होइन त्यो लगभग 2-3 बजेपछि हजुर 2-3 बजेपछि हुल लाएर सत्र जम्मा हुन्छ अनि माथि होराइदिन्छु भन्दा अलिक तलसम्म हजुर पुरो आएको हुन्छ 50 वटा त्यहीँ पुग्छ। त्यही सोची राख्दा बिस्तारै हेर अब यो पनि आफ्नो च्यालेन्ज हुन्छ। राम्रो काम पनि हुने है त लाग्यो नि त बत्ती भएको छ होइन त यसो रमाइलो लागि युट्युब कन्टेन्ट लागि रमाइलो पनि होस् राम्रो काम पनि होस् भन्ने हिसाबले। हस् थ्याङ्क यू दा। हाम्रो 6th गाईलाई यस्तो ठुलो हुनुहुन्थ्यो क्या। यसो हेरेको डर लाग्यो खुवाउन। यस्तो डेन्जर थियो कि बसेको हेरेको खुवाउन डर लागेको मलाई। त्यो पकाएको चाहिँ बल्ल अलिकति आँट आयो। यस्तो गरेर म यसको माथि राखिदिउँ क्या है। रोक जसमा उठाम भने कस्तो डेन्जर फोटो पनि आउँछ क्या आउने ल। ल हाम्रो 6th वटा गाईलाई चाहिँ हामीले खुवाइसक्यो। गाई गोरु होइन मिक्स हुन्छ। गोरु चाहिँ गाई हो खास होइन ठिक छ। गाई गोरु मिक्स हुनुहुन्छ होइन। ल अब हामी 7th लागि खोजीमा छौँ है त। ल त्यो गाई गोरु हामीले चाहिँ कति 7th गाईले चाहिँ अब गाई गोरु भनौँ न होइन भेटेको छौँ है त। ल आइराई हो ल ल ल ब्रो अब 8वटा गौमातालाई हामीले भेटाएको छौँ है त। ल साथीले दिइसकेको रहेछ खाना। र हाम्रो 8 साथी हुनुहुन्छ गौमाताले होइन। 8 गौमाता साथी हुनुहुन्छ। 9th गौमाता त हामीलाई लक्की ड्र गरेर आएको छ अहिले। 2टा चाहिँ भेटिनु भएको सँगै है। टोकरीमा दिइसकेको छ खाना। आमामा एक्टिभ छ केटाहरू फेरि। हाम्रो 9th है त। अब 10th हुनु लाग्यो अब एउटा त टन्नै हुनुहुन्छ भने चाहिँ न्युज आएको छ हामीलाई है BBC च्यानलबाट। भनेको मैले ज्याकपट खतरा लेभलको यस्तो गरौँ त। अब यसमा सबैले खाइदिउँ एउटा खाएर हुँदैन। सबैले खाइदिउँ। ए कहाँ भयो आउनुहोस् तपाईँ भोकै हुनुहुन्छ के? तपाईँ भोकै हुनुहुन्छ नि आउनुहोस्। 9th भइसक्नु भएको थियो होइन गौमाताहरू गाईहरू। अब यहाँ चाहिँ नेक्स्ट भइसकेको थियो। अब चाहिँ हामी सबैलाई पहिला खुवाऊँ अनि त्यसपछि गनौँला है त। अहिले खुवाएकोले रमाइलो मोमेन्ट छ है त। मम्मीले खुवाउँदै हुनुहुन्छ उता दाइले पनि हाम्रो अब दाइले खुवाउनु भएको छ। ख्याल गर्नु है हान्ने छैन उता साथीहरू उनीहरू म चाहिँ प्लास्टिक उठाउँदैछु है। 20 प्लास्टिक उठाउँदैछु। 21 32 वटा भइसक्यो है। 32 वटा मम्मी
आज हामीलाई चिट्ठामा चिट्ठा परेछ कि हेर न यहाँ कतिवटा भयो 32 भएको थिएन रोग पहिला गाउन मैले खुवाम है 32 33 34 35 36 37 38 39 होइन टोटल 39 वटा है त ल सबैलाई खुवायो भने केटाले मिलेर खुवाउँदैछन् पालो पालो है एक्लै खुवाउन अलिकति टाइम लाग्ने भएको भएर चाहिँ हाम्रो 39 अझै स्टिल 11 वटालाई बाँकी छ त उता दुईटा खुवाउन बाँकी छ त्यो अझ सानो पनि हैछ यहाँ देवेन्द्र एउटा सानोलाई चाहिँ हामीले छोडेको हैछ है सानो त यसो देखाउ त 40 है त टोटल 40 भयो निकाल त ल उता अर्को पनि हैछ ल 41 उता जुम गर त उता देऊ खैरो ल त 41 है त आउनु हजुरलाई छ ल ए मिलेर नो एटिङ म डर लाग्छ अघि लडाइ देखेर त अलि फोरो भयो कि जस्तो लाग्यो आमा जोसिदा हेर्दै ल खै मन्जुल ए उहाँ पुगेर मन्जुलले खुवाइसक्यो त उयो खुवाइसक्यौ ल टोटल 41 वटा कम अब 9 वटा मात्रै बाँकी ल है त मान्छेले हेर्दै हुनुहुन्छ है अलिअलि रियाक्सन पनि आइरहेको छ पब्लिकहरूको भाइले खिच्दैन भन्ने कुरा है त 41 वटा भन्छ स्टिल 9 वटा ल देवेन भाइ तिमीलाई पनि क्यामेरा पछाडि भयो भाइलाई ल अब त सुकाना साइडतिर जानु पर्यो त अब ओ यो 42 वटा है त 41 भयो 43 को वेटिङमा छ है त जाम है त आँखा त फेरि हाम्रो लेजर मेसिन भन्दा नि उ भइसक्यो टाउ सर्जिङ मेसिन भइसक्यो आँखा एक सेकेन्ड गाइस त्यहाँ हेर पहिला हामी जंगलमा हाम्रो नजर हेर त्यहाँ 43 नम्बर गाई माता इ लौनु जंगल छिरे हामी त अहिले 12-1 बजेतिर घाममा जंगल गएको भएछ तर अलिकति केरा नखाएको थाहा पाएन केरा अलिकति अमिलो छ भने सुने नि त मैले कोल चाहियो तिमीले चाहियो त्यो पहिला गुड खाउने नि अर्को खाउने यो पनि आइडिया राम्रो पहिला चाहिँ गुड खाउने र त्यसपछि केरा खाउने केरा हल्का अमिलो छ भर नखा जस्तो फिल भइरहेछ गुडगुली हुँदा अनि केरा पनि हाम्रो टेस्ट बर्ड्स कहाँ हुन्छ र हुँदैन इलो ज्याम हान्नु ले भने एउटा त्यो एउटा बुवाको थियो नि त याद आएको अहिले यसमा चाहिँ लकी ड्रप रहेछ यसमा चाहिँ अझै एउटा चाहिँ यो डबल भएर चाहिँ त यो त ठिक छ हजुरको भागी दामी रहेछ 43 मा पर्नु भयो होला थाहा छ कि नै उतापट्टि हजुर साथी टन्नै छन् त्यहाँ एउटा साँडे पनि छ त्यहाँ लडेन दुईजना नजानु है हामी गयौँ है ऊ 44 कमिङ अन द होम हेर अब के छ कस्टमर आफै आउँदै हुनुहुन्छ हामीसित है ए प्रोडक्ट राम्रो भएपछि कस्टमर आफै खोज्दै आउनुहुन्छ भन्ने कुरा यो हो क्या तर डर लाग्यो मलाई हेर धेरैवटाले त दिइहाल्नु म पक्का हाल्नु झ्याउ हजुरले कसरी थाहा पाउनु हाम्रो फोटो कस्तो छ भन्ने ए ल्याउन छिटो अगाडि ल्याउनु ठोक्छ दिएन भने त के भन्न चाहन्छ हाम्रो फोटो कहाँ हल्ला पाउनु भयो हजुरले पाउनु नबोल्ने हेर नानी के भन्नुभएको छ यहाँ 43 नम्बरलाई दिने बित्तिकै 44 कस्टमर आफै आउन खोजेर ओ नानीलाई द्याउँदै नानी के ल 44 यहाँ हुनुहुन्छ 45 आउँदै हुनुहुन्छ हाम्रो नानीले बोलाइदिनु ल ल धमाधम काम भइरह्यो त्यो भातेर जाऊ न तिमी देखेर बोलाको हो 45 टु गो यो नर्मल भन्दै क्वेशन सोध्न लाइन छोड दे लसिले भन्दै ल बियो नर्मललाई लाइक सपोर्ट गर्दिनु होला भन भन्ने नानीले भन्छ ल कस्तो लागिरहेको छ तिमी क्यामेरामा यत्रो लुकेर बसिरहेको थियौ दामी कुन राम्रो भइरहेछ कुन पार्ट चाहिँ राम्रो लाग्यो 45 भइसकेछ 5 मात्र बाँकी हो भनेछ सजिलो रहेछ त
गाह्रो त गाह्रै छ जे पनि तर मजा गर्दा सकिन्छ मजा आइरहेछ दाइसँग तर फेरि मजा त्यहाँ अब आइरहेछ। धेरै अलिकति आयो भने चाहिँ हामी अलिक बढाउन सक्छौँ फेरि क्रेजी क्रेजी भिडियोहरू फेरि धेरै आउनेवाला छ आउँछ आउँछ यो त पहिला हुँदैछ त ल डेमो डेमो वान मोर है त अझै एउटा भेट्यो हामीले चाहिँ रोल नम्बर 46 रोल नम्बर 47 आज चिट्ठा त हामीलाई त हरि परेछ क्या होइन होइन ओ त अघि त बाटो पारि थियो होइन 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 यो बाटो हामी फरक छौँ धेरै टाढा आइसकेका छौँ 46 47 है त ल है त अब यहाँ दुईटा खाएपछि अब 3 जना अझै बाँकी हुन्छ यो दुईटा खाएपछि त ल गाइस देवेन्द्र भाइलाई खुवाउन भन्नुपर्छ यसपालि चाहिँ भाइले खुवाएकै छैन क्यामेरा पछाडि बसेर भाइ आऊ गाईलाई खुवाउनु लागि राम्रो काम गर्ने होइन आऊ ल भाइहरू आउँदैछ है त ल अब यहाँ भाइले के होला त भाइहरूको गाडी पनि दामी छ त विली सुइले हान्ने त होइन उडाउने कसरी उडाउँछ खतरा खाले ल एउटा हेरिदिउँ त ल भाइ ल के होला जस्तो चाहिँ ल भाइले चाहिँ अब ल हाने भाइले हान्ने हान जस्तो आउँछ हान्छु केही हुन्न हाइट 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 भाइ भाइले हाने भाइले दामी हान्ने ल भाइको ला कोही हान्छ ल स्टोपी ल ए यता गएर देवेन्द्र भाइले स्टोपी हान्ने अरे ल है त भाइले केटाले के होला जस्तो चाहिँ ल ल एउटा तिमीलाई खुवाउ ल गाईलाई हामीले चाहिँ 50 वटा गाईलाई खाना खुवाउने भनेर लिएर हिँडेको अब 46 47 हो यो अब तिमीले 47 लाई खुवाउँदैछौ ल कोला ल गाइज कोला हाम्रो बियो नर्मल भन्ने भर्खरै सुरु गरेको च्यानल हो ल तिमीहरूलाई अहिले चल्यो भने त तिमी देखिहाल्छौ होइन चलेन भने राम्रो भयो अनि चलिहाल्छ भाइहाल्यो त्यो अलिक ठुलो अलि भाँचो खुवाउँदा त्यसलाई बरु न त मन्डीबाट दिदी हामीले चाहिँ 50 वटा गाईलाई खाना खुवाउने च्यालेन्ज गरिरहेको छ प्रमोसन गर्दै हिँडिरहेको छु अनि 47 भयो ल दिलले राम्रो भन्नुभएको छ है त ल केही होला जस्तो छ अनि कन्टेन्ट पनि भयो राम्रो पनि भयो डराउनु केही हुन्न त खाएको देखेर तिमी हान्दैन खाने त्यतिखेर हान्दैन नि गाईलाई अब गुड त खैदियो केही हुन्न कि छोइदियो हुन्छ खाना यति खाऊ त नटाउ त बियो नर्मल भाइ सोध नि त भाइलाई ल भाइको नाम के मेरो नाम सोएब गेवाली तिम्रो सुयोग पोखरेल तिम्रो सुदिन छन्टेल अब हाम्रो युट्युब च्यानल खोल्दैछ गर्दैछौँ भर्खरै नाम चाहिँ के भन् बियोन्ड नर्मल है बियोन्ड नर्मललाई लाइक सब्स्क्राइब गरिदिनु भनेर भन त ल तिमीसँगै सब्स्क्राइब गरिदिनु होला लाइक सब्स्क्राइब सेयर सबैले गरिदिनु होला छिटो 1 मिलियन पुगोस् एकदम गोल्डन प्ले बटन भाइहरु कता यही हो घर प्ले बटन आयो भने गोल्डन प्ले बटन आयो भने भाइलाई खोजेर निकाल्न पठाउनु पर्छ 47 हामीले भेटिसकेका थियौँ 48 and 49 अब यो दुईजनालाई गौ मातालाई खुवाएपछि हामी चाहिँ अब सिंगल लास्ट हाम्रो फर्स्ट हामीले तिम्रो कहाँ भेटेको थियौ हामीले फर्स्ट हामीले देविनर चौपारीमा भेटेको थियो देविनर चौपारीमा फर्स्ट हामीले भेटेको थियो अब लास्ट चाहिँ कहाँ भेटिन्छ त्यो पनि अब अलिकति इम्पोर्टेन्ट हुन्छ अब दुईजना यहाँ हुनुहुन्छ दुईजना हामीले खुवाउँछौँ है त ल अलिकति यता बोलाएर खाऊ है त माटोमा नखोल माटो वटा गाई गोरु गएर 50 वटा अब यो अन्तिम हुनु पाउनु भएकोमा हजुरलाई कस्तो लागिरहेछ हजुर ए हामी त एउटा बोनस पनि छ है साँच्चै अब सरप्राइजको लागि चाहिँ हामीसित खास पुरा भिडियो हेर्नेलाई त सब थाहा छ 51 वटा थियो भन्ने हामी एक्स्ट्रा आलुहरू पनि छ एक्स्ट्रा हामीले आलु चाहिँ अब बियोन्ड क्यामेरा नदेखाइकन खाऊ ल परेन त उता बाहिर विशाल सबै नहाल्दैउ न धेरै हुन्छ क्या सबै हाल्यो यत्रो सबै आलु सक्यो ए सक्यो बोरा मात्रै ठुलो रहेछ यार बोरा मात्रै ठुलो रहेछ ल यसलाई चाहिँ राम्रो राखिदिनु पर्यो है हामी लाग्यौँ है त 50 वटा है त हाम्रो च्यालेन्ज अब यहाँ कम्प्लिट भएको छ विशाल कस्तो लाग्यो त च्यालेन्ज भएर एकदम थकै लागेको छ अब खाना खाएको छैनौँ नास्ता चाहिँ अघि खाएको मैले अघि भने नि गाई गोरु खै साडीहरू खानु बाँकी छ हो हामी साडीहरू खान बाँकी छ है त यस्तै भिडियोको लागि चाहिँ लाइक सब्स्क्राइब अनि बेल आइकन टच गर्न नबिर्सिनु होला टच गर्नु हुन्छ नि त झगडा हुँदैछ यहाँ ल लास्ट टाइम
यस्तै भिडियोको लागि चाहिँ लाइक सब्स्क्राइब सेयर अनि फेरि कमेन्ट गर्नु होला कमेन्टमा चाहिँ हजुरले अब कस्तो च्यालेन्ज हेर्न खोज्नु भएको छ कस्तो फन क्रेजी भिडियो चाहिरहेको छ त्यसलाई कमेन्ट गर्नु होला हाम्रो हजुर कमेन्ट पढेर चाहिँ हामीले पक्का गर्नेछौँ है त ल अहिले टाटा